यस संसारमा एक साँचो परमेश्वर हुनुहुन्छ भनेर बाइबलले बताउँछ। यो मुकुट परमेश्वरको प्रतिनिधित्व गर्दछ। परमेश्वरले ब्राह्मण र यसमा भएका सबै चिजहरू पृथ्वी र मानवता सहित सृष्टि गर्नुभयो। उहाँसँग मानवता सृजना गर्नुको लागि धेरै राम्रो योजना छ, जुन हाम्रो लागि उहाँसँग सम्बन्ध राख्नको लागि हो। यस सम्बन्धको माध्यमबाट हामी उहाँलाई चिन्न, उहाँलाई प्रेम गर्न र उहाँको महिमा गर्न। तर सुरुदेखि नै मानिसहरूले आफ्नो तरिकाले काम गरेर परमेश्वरलाई इन्कार गरेका छन्। हामी यस संसारमा आफ्नै राजा बन्न चाहन्थ्यौँ, हामीले उहाँलाई अस्वीकार गर्यौँ। त्यसैले हामीले उहाँलाई चिन्दैनौँ, हामी उहाँलाई प्रेम गर्दैनौँ र उहाँको महिमा गर्दैनौँ। हामी परमेश्वरको अवज्ञामा आफ्नै तरिकाले बाँच्न चाहन्छौँ। बाइबलले परमेश्वर प्रतिको विद्रोह अदानलाई पाप भनी उल्लेख गरेको छ। बाइबलले बताउँछ कि पापले हामीलाई परमेश्वरबाट अलग गर्छ, जसले आत्मिकी मृत्युमा पुर्याउँछ, जसको अर्थ उहाँसँग हाम्रो सम्बन्ध छैन। परमेश्वरबाट अलग हुनु भनेको हामी अन्धकारमा बाँच्नु हो। बाइबलले परमेश्वर ज्योति हुनुहुन्छ भनी बताउँछ। बाइबलले परमेश्वर प्रेम हुनुहुन्छ भनी भन्छ। परमेश्वरसँगको सम्बन्ध बिना हामी साँच्चै प्रेम अनुभव गर्न सक्दैन र यसको सत्ता हामी खाली महसुस गर्छौँ। तर हामी पाप र अन्धकारमा हुँदा पनि परमेश्वरले हामीलाई अझै पनि प्रेम गर्नुहुन्छ। त्यसैले परमेश्वरले हाम्रो लागि एउटा अचम्मको योजना तयार गर्नुभयो। उहाँले आफ्नो एकमात्र पुत्र येशूलाई यस संसारमा पठाउनुभयो। येशू हामी भन्दा धेरै फरक हुनुहुन्छ। उहाँले परमेश्वरलाई पूर्ण रूपमा चिन्न सक्नुहुन्छ, परमेश्वरलाई प्रेम गर्नुहुन्छ र परमेश्वरको महिमा गर्छ। कारणले हामीले येशूलाई क्रुसमा ताग्यौँ। हामीलाई मृत्युबाट बचाउनको लागि यो परमेश्वरको सिद्ध योजना थियो। उहाँले उहाँको पुत्र येशूलाई हाम्रा पापहरूको लागि मर्न दिनुभयो। सुसमाचार यो हो कि 3 दिनपछि बाइबलले येशू मृत्युबाट बौरी उठ्नुभयो भनी रेकर्ड गर्छ। यो घटना पछि 500 भन्दा बढी मानिसहरूले उहाँलाई देखे। उहाँको पुनरुत्थानले हामीलाई देखाउँछ कि उहाँसँग परमेश्वरबाट अधिकार छ। यस अख्तियारद्वारा उहाँले हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ, परमेश्वरसँगको हाम्रो सम्बन्ध पुनर्स्थापित गर्न सक्नुहुन्छ र हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ। अनन्त जीवनको मतलब यो होइन कि हामी शारीरिक रूपमा कहिल्यै मर्ने छैनौँ, तर शारीरिक मृत्युको अनुभव गरे पनि हामीसँग अनन्त जीवन र परमेश्वरसँगको सम्बन्ध छ। जीवनमा 2वटा मात्र बाटो छनौट गर्न सकिन्छ भनेर बाइबलले पनि बताउँछ। पहिलो भनेको हाम्रो आफ्नै मार्गमा जानु हो, जसले पाप, मृत्यु, शून्यतामा र अन्धकारमा पुर्याउँछ। परमेश्वरले हामीलाई अर्को बाटो लिन निम्तो दिनुहुन्छ, जुन उहाँले हाम्रो लागि तयार गर्नुभएको छ। हामीले त्यो कसरी गर्ने? केवल पश्चाताप गरेर, येशूमा भरोसा गरेर, उहाँलाई हाम्रो मुक्तिदाताको रूपमा स्वीकार गरेर र परमेश्वरको मार्ग अनुसरण गरेर।